सुरुवात हुन्छ कलमको स्पर्शबाट, जहाँ शब्दहरू मनभित्रको शान्तयुक्त लेख्दैछन्। बिहानको चिसो सडक, मौनता र म आत्मासँग दौडिरहेको। हरेक पाइला एक प्राण हो, हरेक सास एक सङ्घर्ष। त्यसपछि यात्राको सुरुवात, गाडीभित्रको मौन सङ्गीत, झ्याल बाहिर बगिरहेका दृश्यहरू अनि मनमा उठिरहेको भावना। यो यात्रा सडकको मात्र होइन, आत्मा पनि हो। हरियालीले स्वागत गर्छ, मन्दिरले आत्मालाई स्पर्श गर्छ। शान्ति जुन कुनै शब्दले बयान गर्न सक्दैन। म तस्बिर खिच्दैछु, तर यो तस्बिरभन्दा गहिरो छ अनुभव। मन्दिरभित्रको मौनता, मनभित्रको उज्यालो। अब म फर्कदैछु त्यो बाटो भएर, जुन हरेक मोडमा एउटा सन्देश छोडेर गएको छ। शरीर थाकेको होला, तर आत्मा अझै जागिरहेको छ। घर फर्किएसँग झ्याल बाहिर वर्षा सुरु हुन्छ र आजको दिन यसरी नै बित्छ।